सो मेरो मल्टिपल डिस्प्लेको सेटअप फेरि यस्तो छ है। एउटा पोर्ट्रेटमा छ, हरिजन्टलमा छ, अनि दुईवटा ल्यान्डस्केपमा छ। अनि यसलाई कनेक्ट गर्नको लागि फेरि यस्तो गरेछु। डुअल मोनिटर सेटअप त सबैलाई थाहै छ, हामीले एचडिएमआईबाट मोनिटरमा कनेक्ट गर्न मिल्छ। तर ट्रिपल मोनिटरको लागि हामीलाई यो एडाप्टर चाहिन्छ, USB-C to HDMI। अनि यसमा अरू पनि अप्सनहरू छ, दुईवटा USB-C छ, एउटा HDMI, अनि दुईवटा नर्मल USB, एउटा माइक्रो SD कार्ड, एउटा ठुलो SD कार्ड, क्यामेराको SD कार्ड, अनि एउटा ल्यान्डको अप्सन छ। यो एडाप्टर फेरिहरूले आफ्नो फोनमा पनि युज गर्न मिल्छ, गेम खेल्नको लागि माउस किबोर्ड कनेक्ट गर्न मिल्छ, अनि फोन पनि मिरर गर्न मिल्छ डिस्प्लेमा। अनि ट्रिपल मोनिटर सेटअपको लागि फेरि यो एडाप्टर मात्र नभएर हजुरलाई यो USB-Cमा थन्डरबोल्टको पनि सपोर्ट हुनुपर्छ। सो हजुरको ल्यापटप अथवा पीसीमा थन्डरबोल्ट सपोर्ट छ कि नै भनेर हेर्नको लागि हजुरको USB-Cको इनपुटमा यो फ्ल्यासको लोगो हुनुपर्छ, जो कि थन्डरबोल्टको लोगो हो। यहाँ पनि मेरो आएको USB-Cको अप्सन छ, तर यसमा फ्ल्यासको अप्सन छैन। त्यही भएर मैले यो एडाप्टर यसमा कनेक्ट गर्दाखेरि अरू सबै वर्क गर्यो, तर HDMI मात्र वर्क गरेन। सो हजुरको यो HDMI वर्क गर्नको लागि हजुरको पीसी अथवा ल्यापटपमा थन्डरबोल्ट USB-C हुनुपर्छ है। अनि यदि हजुरहरूको पनि मोनिटर मेरो जस्तै पुरानो खालको मोनिटर छ, जुनमा HDMIको साटामा यो VGA केबल छ भने त्यसको लागि हजुरले यो VGA to HDMI एडाप्टर युज गर्न मिल्छ। यो दराजमा 300-400 पाइन्छ। यसको काम फेरि हाम्रो यो पुरानो खालको मोनिटरलाई नयाँ HDMIमा कन्भर्ट गर्ने हो। अनि यो फेरि 1000 पाइन्छ दराजमा, किनभने यसमा डाइरेक्टली VGA कनेक्ट गर्न मिल्दैन, HDMI मात्र कनेक्ट गर्न मिल्छ। त्यही भएर यदि हजुरको पुरानो मोनिटर छ भने यो युज गर्न मिल्छ है। अनि यो सेटअपमा फेरि मेरो भिडियो एडिटिङ वर्क स्पेस यस्तो छ। मैले अहिले क्यापकट युज गरिरहेको छु, प्रिमियर प्रोमा पनि सेम वर्क स्पेस सेटअप गर्न मिल्छ यसरी नै। मैले धेरै जसो भर्टिकल भिडियो एडिट गर्छु, त्यही भएर मैले यसलाई भर्टिकली राखेको, ताकि मैले आफ्नो भिडियो एडिटिङको प्रिभ्यू फुल स्क्रिनमा हेर्न मिलोस्। अनि यो चाहिँ मेन डिस्प्ले भइहाल्यो टाइमलाइनको लागि, अनि भिडियोहरू अरेन्ज गर्नको लागि, यो प्रिभ्यूको लागि, अनि पछि यो चाहिँ फाइलहरू इम्पोर्ट गर्नको लागि र युट्युबमा भिडियोहरू हेर्नको लागि। सो त्यही हो मेरो सेटअप।